वेलकम छ है सबैजनालाई मेरो युट्युब च्यानलमा। के छ सबै सन्चै आराममा हुनुहुन्छ होला। आज चाहिँ भाइले गाडी लिएर हिँडिरहेको छ। हेर्नुहोस् भाइले गाडी चलाइरहेको छ, म चाहिँ यतिकै बसिरहेको छु। त्यतिकै भाइले गाडी लिएर हिँडिरहेको, म चाहिँ भिडियो गर्दै हिँडिरहेको छु। मेरो भिडियो चाहिँ राम्रो आउँदैन खासै, तर पनि पुरै हेरेर साथ दिनु होला। हामी परदेशीहरूको यस्तै छ जिन्दगी। यो चाहिँ अहिले नयाँ बन्न लाग्यो फुटबल ग्राउन्ड साउदीको बन्दैछ। यो चाहिँ फुटबल ग्राउन्ड हो। कस्तो लाग्छ हेर्नुहोस् त, बल्ल बन्दैछ। अब धेरै छैन होला खासै, अब पेन्टहरू हुन बाँकी छ, त्यति हो। हामी चाहिँ दाजुभाइ यत्तिकै हिँडिरहेछौँ। भाइले गाडी लिएर हिँडिरहेछ, म चाहिँ यत्तिकै यता जाने उता जाने भन्दै बसिरहेको छु। म चाहिँ भर्खर यसो सिक्दैछु भिडियो बनाउन युट्युबमा हाल्नलाई। कस्तो के लाग्छ लाइक गरिदिनुहोस्, अनि कस्तो के लाग्छ कमेन्टहरूमा चाहिँ भनिदिनुहोस् कहाँदेखि हेर्दै हुनुहुन्छ। यो चाहिँ मेट्रोको रोड हो। हामी चाहिँ अब एक साइडको काम भ्याएर मान्छेहरू छोडेर आएको हो। अब अर्को ठाउँमा जाँदैछौँ। भाइले चाहिँ गाडी लिएर हिँडिरहेको छ। अब धेरै छैन भाइले नि गाडी चलाउन। अब 10-15 दिनपछि सायद गाडी चलाउँछ होला भाइले नि। यस्तै हो हामी सधैँ हिँड्ने। यस्तै बिचदेखि चाहिँ हिँड्यो भने सजिलो हुन्छ। दाहिने साइड जान पनि मिल्यो, देब्रे साइड जान पनि मिल्छ, सजिलो हुन्छ। यो चाहिँ धेरै जसो स्पिड गाडीहरू हिँड्ने हो। रोड अनुसार हुन्छ स्पिड नि, कतिको स्पिड हिँड्ने भन्ने हुन्छ। यहाँदेखि चाहिँ लगभग 90को रोड छ भने 90मै हिँडे हुन्छन् स्पिडमा। यतादेखि चाहिँ पछाडिदेखि आउनेले हर्न बजाइरहन्छ, साइड मागिरहन्छन्, गाह्रो हुन्छ। यो साइडदेखि चाहिँ बिचदेखि हिँड्यो भने सजिलो हुन्छ। अब यहाँदेखि चाहिँ हामी युटर्न लिएर अर्को साइड जाने हो। कस्तो लाग्छ हामी हिँड्ने ठाउँ? कस्तो लाग्छ हेर्नुहोस् त। हामी सधैँ हिँड्ने यस्तै हो। धेरै जसो चाहिँ हामी रुटमा नै हिँडिरहनु पर्छ। यो परदेखि चाहिँ फेरि यमन जाने हो हामी। के गर्नु, हामीलाई त धेरै अरबी त आउँदैन, तर पनि यासोर यामिन भोगदात जाने हो भने धेरै सजिलो हुन्छ गाडी चलाउनलाई। कहिलेकाहीँ हुन्छ नि त अरबीहरू भन्नेहरू हुन्छन्, बसेको हुन्छन् रोड नजानेसी, अनि तिनीहरूले भन्छ यासोर यामिन। त्यसरी चाहिँ हिँड्न सजिलो हुन्छ थाहा भयो भने। अनि हामी त यस्तै छ परदेशी जिन्दगी। कहिले कता कहिले कता। हामी परदेशीहरूलाई त खै नयाँ भएर होला सायद कसैले सपोर्ट गर्दैनन्। खासै काम केही हुँदैन, त्यही भएर युट्युब च्यानल चाहिँ खोलेको हो। बोल्न नि जानिन्न, भिडियो बनाउन केही जानिन्न, सिक्दैछु। प्लिज लाइक गरिदिनु होला, कमेन्ट कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब चाहिँ गरिदिनुहोस्। भिडियो जस्तो जे भए पनि पुरै हेरिदिनुहोस्। कस्तो के लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नुहोस्।
अब भाइको पनि धेरै दिन छैन अब गाडी लिएर हिँड्नलाई। त्यस्तै छ। रोडहरू यही हो अब धेरै जस्तो चाहिँ अब माथिदेखि नै हुन्छ युटर्न लिनलाई। कसैको तलदेखि हुन्छ, कसैको माथिदेखि हुन्छ, साइड अनुसार हुन्छ। त्यही हो। अब हामी चाहिँ यो 90 को रोड हो यो चाहिँ हेर्न सक्नुहुन्छ। क्यामेरा छ यहाँ ओभर स्पिडको दुईटा त्यो दुईटा उभिएर हेरेको छ कतिको स्पिड हुन्छ। 90 देखि माथि गयो भने फोटो खिचिहाल्छ अनि त्यसपछि मुखल पाइहाल्छ। गाह्रो छ, प्रदेशतिर नि गाह्रो छ गाडी चलाउन नि। कहिले के को मुखल पा, कहिले के को मुखल पा, कहिले फाइन मात्रै आउँछ, सेलरी केही छैन। तर पनि के गर्नु, गर्नै पर्यो। चाहिँ अब यहाँदेखि चाहिँ फेरि युटर्न लिने हो हामी। चाहिँ यहाँ छ नेपालको 1:20 को क्यामेरा। रातो बोल्दाखेरि सुरुमा पहेँलो बोल्दा बोल्दै अनि यतिकै गयो भने चाहिँ रातो बोलिहाल्यो भने पनि गयो भने चाहिँ अगाडि क्यामेरा छ खुल्यो रातो। यो पहेँलो नखुल्दै गयो भने चाहिँ साइडमा क्यामेरा छ त्यहाँ, त्यो क्यामेराले फोटो खिचिदियो भने जान्छ नेपालको 1:20। भाइले मस्त गाडी लिएर हिँडिरहेको छ। यस्तै छ, दाजुभाइ एउटै कम्पनीमा छौँ। भाइले पनि गाडी राम्रोसित चलाएर राम्रो गर्यो भने चाहिँ पछि सजिलो हुन्छ भन्ने कुराले हो। सेलरी त छैन, त्यसै जे भए पनि काम सिक्नलाई हुन्छ, सजिलो छ। काम खासै केही छैन, यस्तै हिँडिरहने हो। हामी चाहिँ अब अर्को ठाउँमा आइपुग्न लागि काम गर्ने मान्छे छोडेर गएको थियौँ, अब त्यहाँ आइपुग्न लागि कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु। खासै भिडियो गर्न नि जान्दैनौँ, अब काम केही छैन, त्यही भएर त्यही पनि युट्युब खोलेर के भइहाल्छ कि भनेर खोले हो। लाइक गर्नु होला, लाइक कमेन्ट चाहिँ गर्नु होला, कस्तो लाग्छ भन्नुहोस्। यो चाहिँ हाम्रो अर्को साइडको हो, यहाँ चाहिँ अर्को साथी छन् हाम्रो क्लिन गर्ने। अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है।